हजारौं वर्ष पुरानो नेपालको सुदूरपश्चिम प्रदेशको पहिलो राज्य डोटी थियो। निरञ्जन मल्लदेवले यो राज्य सुरु गरे र त्यसपछि रुम्राका नागी मल्ल, रीति मल्ल, दीपशाही जस्ता राजवंशहरूले शासन गरेका थिए। अमूल्य हीरामा सबैको नजर हुन्छ। जस्तै मुगल समयमा होसेला खानले डोटीप्रति बारम्बार आक्रमण गर्दा एक दरबार र ढालको साथ शत्रुहरूसँग लड्ने तरिकाको रूपमा प्रयोग गरियो। युद्धको क्रममा छल गर्दै कौशल र बहादुरी प्रदर्शन गरेर हराउन सफल गर्दै शत्रुहरूसँग लडे। कहिले हार नमानी बारम्बार मुगल सेनालाई युद्ध हराएर दिन्छ। 1790 मा गोर्खाली विजयपछि डोटी नेपालमा सामेल पनि हुन सफल भयो। समय बित्दै जाँदा यो युद्ध कलाबाट परिष्कृत भएर एक परम्परागत नृत्य शैलीमा विकसित भयो र अहिले यो कुमाऊँ र सुदूरपश्चिम संस्कृतिको अभिन्न अङ्ग बनेको छ।